नक्कली भुटानी शरणार्थी बनाएर आफ्नै देशका जनतालाई बेच्ने जस्तो घिनलाग्दो राष्ट्रघाती अपराधपछि अहिले भिजिट भिसाको आवरणमा मानव तस्करीको जालोमा जनतालाई जबरजस्ती पस्न बाध्य पार्ने र त्यही अपराधमा संलग्न दलाल र तस्करहरूलाई संरक्षण गर्ने काम राज्य र सरकार सञ्चालन गरिरहेका दलका नेताहरूकै संलग्नता भइरहेको तथ्यहरू एकपछि अर्को गरी बाहिरिरहेका छन्। यसले अन्तर्राष्ट्रिय जगतमा नेपाली जनतालाई लाज र अपमानको बोझ बोकी हिँड्न बाध्य बनाएको छ। यो केवल कानुनी अपराध मात्र होइन, यो त राष्ट्र र जनताको इज्जत र आत्मसम्मानमाथि गरिएको चिरहरण हो, जसलाई कुनै हालतमा क्षमा गर्न सकिँदैन। आज हाम्रो देशलाई अन्तर्राष्ट्रिय जगतमा मानव तस्करीको ट्रान्जिट हब भनेर चिनिन थालिएको छ। श्रमको खोजीमा विदेशमा पुगेका हजारौं नेपाली चेलीहरू शोषण, बलात्कार र पशु सरह बेचिनु पर्दाको अवस्था अन्तर्राष्ट्रिय रिपोर्टमा उजागर भइरहँदा राज्य सरकार बेखबर जस्तो अभिनय गरिरहेको छ। त्यसकारण गत जेठ 13 गतेदेखि निरन्तर हामीले उठाएको मुद्दा भिजिट भिसा प्रकरण हुँदै होइन। सम्माननीय सभामुख महोदय, हामीले उठाएको मुद्दा त भिजिट भिसाको आवरणमा गरिएको मानव तस्करी विरुद्धको अपराध हो। सभामुख महोदय, गृहमन्त्रीलाई मेरो प्रश्न छ, गत जेठ 7 गते अख्तियारले आफ्नो निकै लामो अन्डरकभर अपरेसनपछि कारबाही प्रक्रिया अगाडि बढाउँदा अध्यागमन प्रमुखलाई बचाउने प्रकरणमा र अनुसन्धान अगाडि बढाउने डिआईको सरुवा प्रकरणमा तपाईँले देखाएको व्यवहार शङ्काको घेराभित्र आउँदैन? तपाईँकै सचिवालयका सदस्यहरू यो अपराध कर्ममा जोडिएको तथ्य बाहिरिँदै गर्दा यो अपराध कर्ममा राजनीतिक संरक्षण छ भनेर शङ्का गर्न सकिँदैन? अनि मानव तस्करीको पाटोमा अनुसन्धान नै गर्न नपाउने गरी 9 बुँदे कार्यदेश बनाएर बाँदरको पुच्छर लौरो न हतियार जस्तो समिति बनाउने र आफ्नै कर्मचारी राखेर यो समिति बनाउँदै गर्दाखेरि मानव तस्करीसँग जोडिएको जाललाई बचाउन कि आफूलाई अनुसन्धानको घेराबाट फुत्काउन गरिएको हो? गृहमन्त्रीज्यू, यो अपराध कर्ममा जोडिएको राजनीतिक दलका नेता, राज्यको निकाय र शक्ति केन्द्र सम्हालेकाहरू, दलाल, तस्कर र त्यसको संरक्षण गर्ने सबै तह र तबकाको जालो भत्काउने गरी अनुसन्धान गर्न, त्यस्ता कुकर्ममा जोडिएकालाई कानुनी कठघरमा उभ्याउन अनि आगामी दिनमा कुनै पनि नेपाली नागरिक श्रम र अवसरको खोजीमा बाध्यताले विदेशी नै गर्दा आफ्नै देशको अध्यागमनमा मानव तस्करीको चङ्गुलमा फस्नबाट बचाउन, गहिरो अनुसन्धान गरी कारबाही र सुधारको लागि सुझाव तयार पार्न हामीले बालवाला वा पूर्व प्रधानमन्त्री न्यायाधीशको संयोजकत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति बनाउन माग गरेका हौँ। तर सरकार आफू र आफ्नालाई बचाउन अनि नेपालमा मानव